नमस्ते सबैजनालाई हैन म चाहिँ अब इजरायलको बारेमा चाहिँ इन्फर्मेसन दिन आँटेको छु है। कुरा चाहिँ के भन्दाखेरि काम चाहिँ कस्तो कस्तो हुन्छ भनेर हैन। काम चाहिँ प्राय बेताबुतमा चाहिँ एउटै काम हुन्छ हैन। अनि एकछिन ल बेताबुतमा चाहिँ एउटै काम हुन्छ हैन। बिहान टक्क उठ्ने अन्त टाइममा मादनहरू लाने हैन। मादन मिन्स अब त्यो त्यहाँ एक्टिभिटिजहरू हुन्छ नि त्यस्तोहरू देखाएर टक्कै लाने हैन। अनि त्यो टाइममा लानु पर्यो हैन। त्यहाँबाट उनीहरूको त्यो कतिवटा केहरू सिकाउँछ, बोजूहरूलाई बुन्नु सिकाउँछ, मिठाईहरू प्याक गर्नु सिकाउँछ, डान्स हुन्छ, हरेकवटा अब एक्टिभिटिजहरू हुन्छ हैन। त्यो त्यहाँ चाहिँ अब बेताबुत चाहिँ अब ठुलो हुन्छ हैन। अन्त त्यहाँ चाहिँ आफ्नो आफ्नो उयो हुन्छ, रुम हुन्छ हैन। अन्त त्यो रुममा चाहिँ बोजू अन्त एकजना काम गर्ने त्यसरी राखेर बसेको हुन्छ हैन। अन्त उनीहरूको एउटा टाइम हुन्छ टक्कै जाने। बिहान अब 9 बजीतिर पुग्नुपर्छ, कसै 8 बजीतिर पुग्नुपर्छ हैन। हलमा पुग्नुपर्छ। हलमा पुगेर त त्यहाँबाट त कतिजना चाहिँ अब बोजूहरूले चाहिँ जा बाहिर भनेर निक्लेर जा भनेर भन्छ हैन। तर अब कतिजनाको चाहिँ त्यो यहीँ बस भनेर भन्दै रहेछ हैन। अन्त मेरो चाहिँ बोजू एकदम क्लियर माइन्ड छ, त्यही कारण मलाई त्यस्तो हाम्रो बोजू जाँदैन पनि इभन हैन। अन्त जाँदैन, मेरो बोजू त घरमै बस्नुहुन्छ। बिहान त के 8-9 बजीतिर उठ्छ हैन। त्यहाँदेखि म टक्कै गएर बोजूले बोलाउँछ। त्यहाँदेखि मेरो बोजू त उयो नि त डायलिसिस पेसेन्ट हो नि त हैन। अन्त टक्कै म चाहिँ बोजूलाई टक्कै उयो गरेर त्यो के भन्छ निकालिदिएर डिस्कनेक्ट गरिदिन्छु। टक्कै डिस्कनेक्ट गरेर अन्त त्यो 10 लिटर पानी हुन्छ हैन। अन्त त्यो पानी फ्याँकिदिन्छु। अन्त त्यो पानी फ्याँकिदिइसकेर चाहिँ अन्त त्यहाँदेखि बोजूले नुहाउँछ हैन। त्यहाँदेखि बोजूलाई नुहाइदिए गऱ्यो, बोजू आफै नुहाउँछ, म त पानी हालिदिनु मात्रै छ। काम त मेरो त हार्ड चाहिँ छैन हैन। तर अब दिनभरि ठिकै बसिरहँदाखेरि चाहिँ दिमागमा अलिक फ्रस्ट्रेटेड खालको आउँदाखेरि चाहिँ पैसा सोचिहाल्नुपर्छ हैन। टक्कै अब त्यस्तो छ मेरो काम चाहिँ हैन। अन्त मेरो बोजू चाहिँ एकदम हेभी छ वेट हैन। फर्स्ट आउँदाखेरि 97, 98, पछि 105 हैन, 102-3 त्यस्तोहरू भएको थियो हैन। अन्त म त सोचेँ हैन 1 वर्ष काम गरेर छोडिदिन्छु भनेर सोचेँ हैन। त्यहाँबाट 1 वर्ष काम गरेर छोड्छु भनेको बोजूले जानै दिएन मलाई हैन। त्यहाँबाट पैसा तँलाई म बरु बढाइदिन्छु नजा भन्दै भने हैन। म त छोड्नुको लागि सबै रेडी गरिसकेको थिएँ, लुगा फटादेखिको लिएर 1 वर्ष बाद हैन। त्यहाँबाट चाहिँ 1 वर्ष बाद सबै रेडी गरिसकेको थिएँ। त्यहाँबाट मेरो चाहिँ 4500 मात्रै थियो नि त पहिला आउँदा हैन। सबात पनि थिएन, 2टा मात्रै थियो हैन। अन्त अब अल टुगेदर गरेर 5520 कि 30 पाउँथ्यो हैन। अन्त मलाई पुरा साह्रो परेको थियो अब फर्स्ट आउँदा हैन। अर्काको ऋण त हुन्छै हुन्छ हैन। अन्त अर्काको ऋण हुन्छै हुन्छ, फेरि बोजूले स्यालेरी बढाउनु नमानेको हैन। पुरा टेन्सन थियो। तर अब मेरो त्यस्तो ऋण चाहिँ थिएन हैन। म किनभने पहिल्यै अब ओमानमा काम गरेर त्यहाँबाट काम गरेर यता आएको नि त हैन। अन्त त्यही पैसाहरू थियो। अन्त अलिअलि चाहिँ थियो बाँकी। अन्त ऋण उयो पनि थिएन, इन्ट्रेस्टमा पनि थिएन हैन। अन्त एकजना दिदीले दिएको थियो पैसा, अन्त घरकै अब बेनारले दिएको थिएन, त्यस्तो बाँकी इन्ट्रेस्ट पनि थिएन हैन। म त अब आउनु चाहिँ मजाले आइपुगेँ हैन। तर यस्तो दिल्लीमा चाहिँ नि यस्तो मलाई चाहिँ एजेन्टले त यस्तो अर्काको कि जनकले चाहिँ अन्त भिजा लगाइदिन्छ भन्छ, लगाइदिँदैन। म नि दिल्लीमा चाहिँ फर्स्ट आएँ हैन। आएर त्यो एजेन्टले चाहिँ अभिभामा जा भनेको थियो हैन। अन्त अभिभामा फोन गरेको त के भन्छ म यस्तो बोलेको, यस्तो एजेन्टले नम्बर दिएको भनेको त म चिन्दिनँ भनेर टक्कै फोन राखिदिएको। नेक्स्ट टाइम कल गर्दा पनि नउठाएको अभिभाको म्यामले चाहिँ हैन। त्यहाँबाट त म त त्यहाँ अगस्तमा आएको, 16 तारिक अगस्त 16 तारिक आएर त्यहाँदेखि दिल्लीमा म बसेँ हैन। दिल्लीमा बसेर दिदीकोमा बसेँ हैन। दिदी मिन्स अब त्यो उयो बडीको छोरीकोमा बसेँ हैन। जिन्दगीमा चाहिँ आफ्नो र अर्का चाहिँ त्यहीँ छुट्टिँदो रहेछ। त्यहाँबाट घरको र अब फाल्टो कजनहरू चाहिँ त्यहीँ छुट्टिँदो रहेछ। हुन्छ नि अब कतिजनाको त अब राम्रो रिलेसन होला कजनहरूसँग हैन। तर मेरो चाहिँ
हामी त अब आमासँग पहिला छुट्टेको होइन, बाउ खस्ने बित्तिकै अब आमासँग छुट्टेको होइन, त्यही कारणले चाहिँ अब हामी उनीहरूसँग त्यस्तो क्लोज थिएन होइन। अन्त अचानक अब म दिल्ली जानु पऱ्यो होइन, त्यति बेला चाहिँ अब म आउँछु भन्दाखेरि चाहिँ दिदीले ओके भने होइन। तर म त्यहाँ चाहिँ अब 1 दिन मात्रै बस्नेवाला थिएँ होइन, तर एजेन्टको कारणले गर्दाखेरि चाहिँ म त त्यहाँ त अब 1 महिनाहरू बस्नु पऱ्यो होइन। 1 महिना बस्नु पर्दाखेरि चाहिँ अब हुनु त अब मलाई पनि अनकम्फर्टेबलै भइरहेको थियो होइन, अब इभन दिदीहरूलाई पनि अनकम्फर्टेबल होइन, किनभने एउटा मात्रै रुम थियो होइन। अन्त त्यस्तो भयो हो, किनभने दिदीहरूको पनि क्वार्टर हो नि त, एउटै मात्रै रुम हुँदो रहेछ त्यहाँ होइन क्वार्टरमा। अनि बिचराहरूले अब राख्यो त्यत्रो दिन होइन, बसेँ म। तर हुन्छ नि अब मनमा चाहिँ अब कहीँ अब पिजीहरू पाएको भए पनि जान्थेँ भन्ने भएको क्या। मलाई केही कुरोको पनि नलेज थिएन, दिल्लीमा पिजी हुन्छ होइन, अन्त त्यहाँ ट्रेनिङ सेन्टरको छेउछाउतिर गएर बस्नुपर्छ, केही नलेज थिएन होइन। अन्त एक दिन त मलाई साथीले आइज हाम्रोमा भनेर बोलाएको थिएन, दिदीले के गर्छस् भने अन्त मैले त अब ल जान्छु भनेर म जस्तो दिदीले सोध्यो देन म त गएँ सुमिराकोमा गएर बसेँ होइन। अब जाँदा म त मेट्रोमा गएको होइन, मेट्रोमा जाँदा चाहिँ त्यसले कल पनि नउठाएको कि, त्यो टाउको दुखेर सुत्दैछ होइन। आधा बिचमा झरेर चाहिँ त्यहाँबाट मैले त्यसलाई कल गरेको गर्दाखेरि चाहिँ त्यसले मलाई उयो गर्यो, कल उठाएर त्यसले ल्याउन आयो आधी बाटोसम्म होइन। अब त्यहाँ पनि गएँ, त्यहाँ पनि बसेँ। अब परिस्थिति अब म पनि अब त्यस्तो पैसा होल होइन, धनी बाउआमा भएको मान्छे होइन, अब फुल सपोर्ट भएको भए चाहिँ अब म त्यहाँ बस्थिनँ होला होइन, अब त्यो दिदीकोमा बस्थिनँ होला, इभन साथीकोमा पनि बस्थिनँ होला होइन। परिस्थितिले गर्दा म त्यहाँ पनि गएर बसेँ। अन्त तिनीहरूको चाहिँ दोकानहरू थियो होइन, अन्त तिनीहरूले दोकानहरू थाप्थ्यो। अन्त दिउँसो चाहिँ म त्यसको नानी र म मात्रै बसिरहन्थेँ होइन, त्यस्तो भयो। अन्त त्यहाँबाट जस्तो तस्तो अब 2 महिना म अगस्तमा गएको, अन्त सेप्टेम्बर अक्टोबरमा त ट्रेनिङ थियो होइन। त्यहाँदेखि म ट्रेनिङको लागि यता आएँ। 1 तारिक दिन ट्रेनिङ जोइन गर्नुपर्ने, अक्टोबर 1 तारिक दिन ट्रेनिङ जोइन गर्नुपर्ने थियो नि त 2019मा। त्यहाँबाट टक्कै आएँ 29 अक्टोबरतिर चाहिँ म यता आएँ। त्यहाँदेखि आएर चाहिँ जस्तो आएर म क्लास जोइन गरेँ होइन, म चाहिँ जनककोबाट आएको। जस्तो आएर क्लास जोइन गरेँ त्यस्तै भोलिपल्ट गान्धी जयन्तीको छुट्टी 3 तारिकको दिन चाहिँ मेरो बोजू खसेको फेरि हो। यति साह्रो अब रातभरि निन्द्रा नलागेको त्यो दिन होइन। अन्त ठक्कै निन्द्रा नलागेको, त्यहाँबाट फेरि अब घर जानु पनि अलरेडी पे गरिसकेको थिएँ होइन। तर पनि अब जस्तो होस् भनेर मैले पे गरिसकेको थिएँ 80,000 ट्रेनिङको होइन। त्यहाँदेखि त्यो 3 तारिक त म फेरि बिहान नै गएको घर होइन, रातभरि नसुतेको। बोजू बिहान 5:30 6:15तिर चाहिँ खसेको होइन, 6:15 यस्तै 6 बजेर कति त्यस्तै अब अराउन्डमा खसेको होइन। त्यहाँदेखि म दिल्लीबाट घर गएँ होइन, दिल्लीबाट घर गएँ। धन्न अब त्यति बेला अनलाइनबाट सलिना पनि टिकटहरू पनि काटिदिइहालेँ होइन, 10 बजीको फ्लाइट थियो। घर गएँ, त्यहाँदेखि बेलुकाखेरि चाहिँ यस्तो अब टाढोबाट होइन घर जाँदाखेरि त्यस्तो टाढो लाग्दो, घरमा त्यस्तो पर्दाखेरि घर जाँदा त्यस्तो टाढो लाग्दो रहेछ कि जिन्दगीमा। यति अब हुनु त अब हाम्रो बोजू र फुपू नै थियो होइन, हामीलाई स्याहार्ने, हामीलाई सबै जिन्दगी बनाइदिने होइन। अन्त गएको थिएँ होइन, गएँ घर। त्यहाँबाट घर गएर अब अरूले चाहिँ मलाई नबोलाउनु भनेर सोचिरहेको थिएछ होइन। तर अब आफ्नो घरको मान्छे खोज्दाखेरि कस्तो हुन्छ है। अब त्यो बोजू 10 दिनको छुट्टी लगेर गएको। अन्त ट्रेनिङ पनि मैले त 10-15 दिन म्याक्सिमम 15 दिन चाहिँ गरेँ होला होइन ट्रेनिङ। अन्त कस्तो भएको होइन, जिन्दगीमा नसोचेको भयो। अब केही गर्नु पनि पाएन मैले बोजूलाई होइन, त्यो भयो। त्यहाँबाट फुपू पनि खस्यो। अस्ति म के भन्छ, अस्ति मलाई घर जाँदै भन्दै थियो फुपूले, अब नजा, अब चाहिँ गइस् भने चाहिँ पहिला बिहा गर अन्त जा, नभए जाँदै नजा भन्दै थियो। अन्त मैले चाहिँ त्यति बेला भने आलु खाएर बस्नु भन्दै भने होइन फुपूलाई। फुपूले भन्यो त्यस्तो केही होइन नानी, अब पैसा मात्रै सब कुछ छैन, पहिला बिहा गर अन्त मात्रै जा भन्दै भने होइन। त्यहाँदेखि मैले म सक्दिनँ भनेर टक्कै आएँ होइन। आएँ त्यहाँदेखि आएर त्यहाँबाट सबै राम्रो चल्दै थियो। त्यहाँदेखि फुपू फेरि बिमार भयो होइन, एकताल लड्यो।
त्यहाँदेखि अलिकति यति मात्रै ब्लड क्लट भएछ होइन फुपूको। त्यहाँबाट डक्टर लग्यो, एमआरआईहरू सबै गऱ्यो, दाजु थियो भाउजूहरू दाजु सबै गऱ्यो। त्यहाँदेखि फेरि सेकेन्ड टाइम पनि लड्यो होइन, त्यति बेला पनि एमआरआई गऱ्यो, त्यति मात्रै थियो, टिक्कै मात्रै ब्लड टाउकोमा गिरीमा उयो भएको थिएन, ब्रेनमा। त्यहाँदेखि त्यो भयो। त्यहाँबाट भाउजू पनि अब आउनै पर्छ नि त यहाँ होइन, किनभने अब उसको पनि त फ्यामिली छ होइन, दाजुको लागि, दाजु नानी अब सबैको लागि आउनै पर्छ नि त होइन, सबैको आफ्नो आफ्नो हुन्छ होइन। अन्त म चाहिँ जति सक्दो भन्छु अब मलाई चाहिँ अब परिवारसँगै बसेको मनपर्छ होइन, तर अब के गर्नु, इन्डियामा काम पाउँदैन होइन, अब आउनै पर्छ यता। अन्त म चाहिँ भन्छु अब इजरायल आएर चाहिँ त्यस्तो अब फ्यामिलीलाई भेट्छु भनेर चाहिँ अब नसोच्दा पनि हुँदो रहेछ क्या त। अब बिचमा के हुनसक्छ, किनभने अब हामी यहाँ आइसकेर अब केही न केही प्रब्लम हुन्छ, घर सडनली अब घर जानु सक्दैन हो। अन्त घर जानु सक्दैन मेन त, अब जानु सक्छ होइन, तर अब केही न केहीमा रोकिरहेको हुन्छ। म अस्ति फुपू खस्दा पनि घर जानु लागेको थिएन, घर जानु सक्थेँ, तर अब बाजे थिएन यहाँ होइन, बाजे र बोजू अन्त मेरो चाहिँ बाजे थिएन। अन्त बाजे नहुँदाखेरि चाहिँ अब बोजूलाई याद गर्नु पऱ्यो नि त होइन, त्यहाँबाट अरू राखेर जानु पनि सक्दिनँ म सडनली होइन। त्यो मेन चाहिँ अब त्यो भयो होइन। फेरि अब फुपू त्यस्तो उयो भएको होइन, सिलगढीतिर राख्नु पऱ्यो होइन। अब त्यति बेला पनि अब सबैले अब सपोर्ट गर्नै पऱ्यो, हेर्नै पऱ्यो होइन। अब मैले हेर्नु नसक्यो भने अब यहाँबाट के हुन्छ कसो हुन्छ त्यो त अब गर्नु पऱ्यो होइन। अन्त त्यस्तो भयो लाइफमा होइन। अब अहिले भाउजू आयो, ढुक्कै त ढुक्कै छ, तर पनि अब घरमा दादासँग भएको जस्तै हुँदैन होइन, किनभने अब दादा बिमार हुन्छ, कोही बेला दिदी बिमार हुन्छ, कोही बेला नानी बिमार हुन्छ, त्यति बेलामा फ्यामिली सपोर्ट चाहिन्छ होइन। त्यो कारणले गर्दाखेरि चाहिँ म चाहिँ भन्छु कि अब इजरायल आएर चाहिँ टक्कै पैसा कमाएर मजाले कमाएर सेभिङ गरेर चाहिँ घर गइहाल्नु पर्दो रहेछ भनेर सोच्छु। अन्त खासमा भने चाहिँ अब यहाँको पैसाले चाहिँ कहिले पनि पुग्दैन रहेछ। अब यत्रो हाम्रो 1,60,70 स्यालेरी पाउँछ होइन, तर त्यो पैसाले चाहिँ कहिले पनि पुग्दैन रहेछ। किनभने पहिला अब म कस्मेटिकमा काम गर्दाखेरि 6,000 दिनको स्टार्ट गरेको होइन, 6,000 दिनको स्टार्ट गरेको। अन्त पछि मैले 8,000 थापेँ, त्यहाँ 8,000 थापिसकेर फेरि 10,000 थापेँ, 10,000 थापिसकेर फेरि लास्टमा मैले 15,000सम्म थापेँ होइन। तर पनि त्यति पैसा लास्टमा हातमा 500-1000 नै हुन्थ्यो। अहिले पनि सेम केस छ, किनभने अब जति ठुलो हुँदै गयो होइन, जति हाई स्यालेरी कमाउँदै गयो त्यति नै अब स्ट्यान्डर्ड बढ्दै जान्छ। पहिला हामी 1,000को जुत्ता लाउँथ्यौँ, अहिले 8-9,000को यहाँ आएको दिनको होइन। कोही बेला अब इन्डियाको हिसाब गरेको, किनभने अब यहाँ 4-500को जुत्ता त हामी अभियसली लाउँछौँ होइन। त्यो 4-500 भनेको त म्याक्सिमम् 10-12,000 हो नि त होइन इन्डियाको। अब उताकै लेभलमा चल्यो भने चाहिँ अब हामीलाई उताकै एक्सपिरियन्स हुन्छ होइन। अब हामी यहाँ आएको छौँ, अब यहाँबाट घर गएर उता सेटल हुन्छु भन्नु पनि अब हुन्छ नि दिमागमा, अब हुन्छ नि ला केही भयो भने। अब म चाहिँ भन्छु कि मजाले यहाँ आएर 10 वर्षहरू काम गरेर, तर एउटा टाइम हुन्छ त्यसको पनि, आफ्टर 25 टक्कै आएर मजाले 10 वर्षहरू काम गर्यो, काम गरेर चाहिँ घर गएर सेटल भएको चाहिँ राम्रो रहेछ भनेर जाने मैले त अहिले सम्झेँ त। किनभने हामी त यहाँ 30-31 हिँड्दै गर्दा आएको होइन। अन्त हामीलाई त अब त्यस्तो उयो पनि छैन, किनभने अब हामीले डरलाग्दो सेभिङ पनि गर्न सकेको छैनौँ होइन। अन्त अब केही न केहीमा खर्च भइरहेको हुन्छ हो। त्यही कारण चाहिँ अब टक्कै आउनै छ भने चाहिँ 25 सकेर आऊ, नभए तिमी वेल एजुकेटेड नलेज भएको छ भने चाहिँ त्यस्तो मान्छे त पहिला उता ट्राई गर्नु, अन्त मात्रै यता आउनु भनेर म चाहिँ सजेस्ट गर्छु होइन। अब कोही बेला अब सबैलाई यता आएर कमाएको देख्दाखेरि होइन, सबैले भन्छ होला अब उनीहरूको त आफ्नो सबै लग्यो, अन्त हाम्रो चाहिँ अब अरू आउने बेलामा त्यस्तो भने त्यस्तो होइन क्या। हाम्रो एक्सपिरियन्समा चाहिँ अब
प्लस आउनै छ भने चाहिँ अब डरलाग्दो नलेज भएको वेल एजुकेटेड फ्यामिली ब्याकग्राउन्ड राम्रो छ, जति पढ्दा पनि सपोर्ट गर्नु सक्छ भने चाहिँ इन्डियामै बसेको राम्रो हैन। अन्त एक्जामहरू बस्दै जब अब केही हुँदैन नि त्यहाँबाट मात्रै ट्राई गरेको राम्रो भनेर म चाहिँ सोच्छु। किनभने यहाँ त काम पैसा त हुन्छ कि तर काम पनि के हो बसिरहने। अब हेर्नुहोस् म बिहान उठ्यो बोजूलाई नुहाइदियो गरे सक्यो काम, त्यहाँदेखि दिनभरि छैन फोन चलायो बस्यो हो, दिमाग त यस्तो तात्तिन्छ नि अब के भन्नु तपाईँहरूलाई। हुन्छ मेरो भिडियो हेर्दै गर्नुहोस् होला।